आजको यस चुनावी सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष आदरणीय कामरेड रविन्द्र जाखो, इस कार्यक्रमका अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सांसद आदरणीय कामरेड सृजना सैजू, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष कामरेड प्रकाश गुरुङ, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सचिव तथा यस भक्तपुर बहुमुखी क्याम्पस सोभियो 2073 का सभापति आदरणीय कामरेड दिनेश खड्गीज्यू तथा उपस्थित सम्पूर्ण आदरणीय शिक्षक, प्राध्यापक, कर्मचारी, मित्र संगठनका साथीहरू र सम्पूर्ण विद्यार्थी साथीहरू, पत्रकारहरू सम्पूर्णमा हार्दिक अभिवादन म व्यक्त गर्दछु। यही आउँदो चैत्र 5 गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई मत किन दिने भन्ने विषयमा केही बुँदाहरूको छलफल पूर्ववक्ता मित्रहरूले पनि गर्नुभयो र म केही बुँदाहरू यसमा थप्न चाहन्छु। यहाँलाई अवगत छ, योभन्दा अगाडि 2079 सालमा चैत्रको 5 गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यस क्याम्पसमा भयो र त्यो निर्वाचनमा मेघी संघ, अनेरा सोभियो र अखिल क्रान्तिकारी तीनवटा विद्यार्थी संगठनको गठबन्धन भयो। गठबन्धनले विजय प्राप्त गर्यो र त्यो गठबन्धन विरुद्ध नेपाल क्रान्तिकारी विद्यार्थी संघ एक्लै लड्यो। चैत्र 5 गतेको मिति मैले किन स्मरण गरे भन्दा गत चुनावमा निर्वाचित भइसकेको केही समय पश्चात नै यहाँलाई पक्कै पनि स्मरणमा होला, हाम्रो क्याम्पस हाताभित्र, हाम्रो यो शैक्षिक परिसरभित्र एउटा कन्सर्ट भएको थियो। त्यो कन्सर्टमा कति विद्यार्थीहरू नाचे पनि, गाए पनि, रमाए पनि, त्यो एउटा पक्ष थियो र अर्को कुनै पनि संगठनले हेर्न नचाहेको, देखाउन नचाहेको पक्ष जुन छ त्यो हामीले छलफल गर्ने पक्ष हो। क्याम्पसमा नाच्ने नाच्नेहरूको भिड लाग्यो, पिएर मादक पदार्थमा झुमेर बोतलहरू जताततै छरियो र विद्यार्थी संगठनहरूले केसम्म पनि होसमा राख्न सकेनन् भने त्यो समय विद्यार्थीहरूको शैक्षिक जीवनको एउटा महत्वपूर्ण पाटो एसईई परीक्षाको तयारीको समय थियो। त्यतिसम्म पनि ध्यानमा राख्न नसक्दाखेरि एसईई परीक्षाका विद्यार्थीहरूको तयारीमा पुगेको नोक्सानी हामीले बिर्सनु हुँदैन। क्याम्पस परिसरभित्र के कस्ता गतिविधि गर्नुहुन्छ, गर्नु हुँदैन भन्ने किसिमको जानकारीसम्म पनि विद्यार्थीहरूलाई नदिएको अवस्थामा भक्तपुर बहुमुखी क्याम्पस आज छ। नेपाल क्रान्तिकारी विद्यार्थी संघले सधैँभरि विद्यार्थीहरूलाई राजनैतिक आधार, राजनैतिक सिद्धान्तको विषयमा पनि जानकारी दिनुपर्छ है भन्दै संघर्ष गर्दै आइरहेको छ र हरेक निर्वाचनलाई नेपाल क्रान्तिकारी विद्यार्थी संघले त्यसैको एउटा सिलसिलाको रूपमा अगाडि बढाएको छ। यो निर्वाचनमा पनि हामी देख्छौं, पहिलो कुरा त 4100 भन्दा बढी मतदाताहरू छन्, तर क्याम्पसमा हामी कति विद्यार्थी देख्छौं, त्यो एउटा पाटो हो। त्यसपछि अर्को पाटो के भने नेपाल क्रान्तिकारी विद्यार्थी संघले 2 पानाको एउटा अपील निकाल्यो, विद्यार्थीहरूमा जाने एउटा आधार निकाल्यो। हामी यो एजेन्डाको विषयमा छलफल गर्छौं। तपाईहरुले यस कारणले नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई मत दिनुपर्छ है भन्दै हामी अपील बोक्दै, हाम्रो एजेन्डाहरू बोक्दै विद्यार्थीहरूको माझमा, कक्षा कोठामा, ग्राउन्डमा खेलिरहेका, बसिरहेका विद्यार्थीहरूको माझमा गयौं र केसम्म पनि तहको छलफल हाम्रो क्याम्पसमा भइराखेको छ भने 2 पेजको अपील पढ्न सक्ने यदि धैर्यता विद्यार्थीमा भएको भए त भक्तपुर क्याम्पसमा किन पढ्थ्यौं भन्ने खालको छलफल पनि हामीले पायौं। बीबीएस पढ्ने विद्यार्थीहरूको माझमा 2 पानाको अपील पढ्न सक्ने क्षमता भएको भए त हामी इन्जिनियरिङ पढिहाल्छौं नि भन्ने खालको छलफल पनि हामीले पायौं। पहिलो कुरा त कुनै पनि विद्यार्थी संगठनले हामी यो सिद्धान्तमा चलिरहेका छौं, हामीलाई यो सिद्धान्तले मार्गनिर्देश गरेको छ भन्ने विषयमा प्रष्ट बोल्न सकेको अवस्था अहिले नेपाल क्रान्तिकारी विद्यार्थी संघ बाहेक कुनै पनि संगठनमा छैन। हाम्रो सिद्धान्त यो हो, विद्यार्थी माझ हामी यसरी जानुपर्छ भन्ने एउटा एजेन्डा पनि नभएको स्थितिमा अहिले नेपाल क्रान्तिकारी विद्यार्थी संघ संघर्ष गर्दैछ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने 2079 को निर्वाचन पछि के भइराखेको छ भने
हाम्रा मित्र संगठनका अग्रजहरूले साथीहरूले भक्तपुर क्याम्पसमा भर्ना हुन आउने नयाँ विद्यार्थीहरूको एउटा जुन फर्म कहाँ भर्ने, फर्म कहाँ लिने, फोटो टाँच्नलाई ग्लू बोकेको हुँदैन, ग्लू कहाँ लिने, आफूसँग पेन रहेछ भने पेन कहाँ लिने भन्ने खालको अन्यलको फाइदा उठाइरहेका छन्। विद्यार्थीहरूको परनिर्भरताको फाइदा लिएर दलीय स्वार्थमा अन्य विद्यार्थी संगठनहरू लागि परेको छ। विद्यार्थीमा जाने सैद्धान्तिक आधार त छैन। र अर्को कुरा, एउटा हास्यास्पद कुरा के छ भने हाम्रो क्याम्पसमा हामी अनुभव गर्दैछौँ, नेपाल क्रान्तिकारी विद्यार्थी संघले चुनावको तयारी गर्दाखेरि जे पनि गर्छ अब हामीले पनि गर्नुपर्छ है भनेर कपी गरिहाल्छन्। यो नेपाल क्रान्तिकारी विद्यार्थी संघको एउटा सकारात्मक पक्ष हो। जस पहिला पोस्टर निकालिन्छ, केही मिनट पछि नै हामीले फेसबुकको भित्ताहरूमा अर्को संगठनको पोस्टर हामी देखिहाल्छौँ। त्यो एउटा नेपाल क्रान्तिकारी विद्यार्थी संघले अन्य विद्यार्थी संगठनलाई सिकाएको सकारात्मक पक्षको रूपमा हामीले लिएका छौँ। र नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई लाग्ने एउटा गलत आरोप के हो भने यो विद्यार्थी संगठन र नेपाल मजदुर किसान पार्टी खाली अन्तर्राष्ट्रिय विषयमा कुरा गर्छ, विद्यार्थीको मुद्दा बुझेकै छैन भन्ने खालको आरोप हामीमा लाग्ने गरेको छ। त्यो आरोप कतिको सही हो गलत हो भन्ने विश्लेषण सबै विद्यार्थीहरूले गरेको छ। नेपाल क्रान्तिकारी विद्यार्थी संघले कहिले पनि कुनै आधार बिना बोलेको छैन र सामान्य भन्दा सामान्य देखिने विषयहरूमा पनि हाम्रो बहस पुगेको छैन। जस्तो भक्तपुर बहुमुखी क्याम्पसमा पढ्न आउने हरेक विद्यार्थी ब्याचलर्सदेखि सुरु हुन्छ। हामी भनेको विश्वविद्यालय तहका विद्यार्थी हौं, यसमा कुनै पनि दुईमत छैन। र क्याम्पसको अहिले परिस्थिति के छ भने जस्तो उदाहरणको लागि हामी लाइब्रेरी जान्छौं पुस्तकालयमा र प्रोग्राम अनुसार, शैक्षिक प्रोग्राम अनुसार यतिवटा पुस्तक दिने भन्ने एउटा निर्धारित संख्या छ, यति पुस्तक दिने भनेर। म आफै पनि बीए तेस्रो वर्ष अध्ययनरत विद्यार्थी हुँ र बीए का विद्यार्थीहरूलाई 2वटा पुस्तक दिइन्छ। हामीसँग 2वटा लाइब्रेरी कार्ड हुन्छ र पुस्तकालयमा जाने बेलामा हामीलाई यो किताब चाहियो भन्दाखेरि छ भनेर दिनुभयो भने हामी लिएर आउँछौँ, छैन भनेर उहाँले खोज्दै नखोजिकन भन्नुभयो पनि हामी हस् भनेर फर्किने बाहेक उपाय छैन। एउटा विश्वविद्यालय तहको विद्यार्थीको अधिकार के हो भने क्याम्पस भित्र यस्तो पुस्तकालय हुनुपर्छ जहाँ विद्यार्थीहरू आफै गएर पुस्तक खोज्ने र आफूले खोजेको पुस्तक छैन भने हामीलाई यो पुस्तकको आवश्यकता छ भनेर हामीले क्याम्पस प्रशासनमा, लाइब्रेरीको डिपार्टमेन्टमा बुझाउनु पर्ने, या हामीले खोजेको क्याम्पस एट द मोमेन्ट छैन रहेछ भने पनि, इस्यु भएको रहेछ भने पनि त्योसँग रिलेटेड अर्को किताब के छ त भनेर खोज्न पाउनु हाम्रो अधिकार हो। तर हाम्रो यति ठूलो क्याम्पसले त्यस्तो लाइब्रेरी बनाउन अहिलेसम्म पनि सफल भएको छैन र अहिले लाइब्रेरी बन्दैछ। अस्ति हामी छिर्यौं, केही साथीहरू हाम्रो नयाँ लाइब्रेरी बन्दैछ राम्रो कुर्सी राखेर भनेर हामी छिर्यौं र त्यो हामीलाई के भन्यो भने झालमा आउनुस् भन्यो। हामी किताब किन्न त गएका हैनौं। झालबाट किताब लिने हाम्रो क्याम्पसको यो स्थिति कहिलेसम्म रहने? यस्ता सानो देखिने तर एकदम महत्वपूर्ण विषय नेपाल क्रान्तिकारी विद्यार्थी संघले उठाउँदै आएको छ र यिनै कुराहरूमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले काम गर्नेछ। र अर्को भनेको नेक्रावी संघ खाली आन्दोलन भनेछ, के गरेछ भन्नुहुन्छ। तर हामीले बिर्सनै नहुने यथार्थ के हो भने 2073 सालमा हाम्रो दिनेश खड्गी दाइको नेतृत्वमा जब सोभियो थियो त्यति बेलामा यहाँहरूलाई पनि कतिलाई स्मरण होला, कति विद्यार्थीहरू त्यसपछि पास आउट पनि भइसके। 2075 सालमा जब बीबीए को शुल्क वृद्धि भयो, हामीले तथ्याङ्कको नै स्मरण गर्ने हो भने पनि, भ्याल्यु नै स्मरण गर्ने हो भने पनि 2,90,000 तिरेर पढाउने बीबीए को शुल्क जब 2075 श्रावण 13 गतेको दिन 3,51,000 गर्ने भनेर जुन त्यो एउटा सूचना प्रकाशन भयो, त्यसको लगत्तै भोलिपल्ट नै नेपाल क्रान्तिकारी विद्यार्थी संघको आन्दोलन सुरु भयो र महिनौं लामो आन्दोलन, महिनौं लामो संघर्षपछि आजसम्म पनि बीबीए को शुल्क 3,15,900 रुपियाँ छ। त्यो नेपाल क्रान्तिकारी विद्यार्थी संघको सफलता हो। भक्तपुर बहुमुखी क्याम्पसले नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई दिएको साथको सफलता हो। 3,15,900 मा पनि 10,000 रुपियाँ धरौती रकम फिर्ता हुन्छ। र अर्को कुरा, बीसीए प्रोग्रामको फी स्ट्रक्चर हाम्रो क्याम्पसमा तुलनात्मक रूपमा अरू क्याम्पसमा भन्दा धेरै छ।
यसको विरुद्ध पनि नेपाल क्रान्तिकारी विद्यार्थी संघले आवाज उठाउँदै आएको छ, संघर्ष गर्दै आएको छ। र अर्को एकदमै महत्त्वपूर्ण कुरा के छ भने आज अघि पनि उल्लेख भए जस्तै 4000 भन्दा बढी विद्यार्थी भएको क्याम्पसमा हामीले मुस्किलले 1000 जना पनि विद्यार्थी हामीलाई देख्न भेट्न गाह्रो छ। यो हुनु पछाडि थुप्रै कारणहरू छन् र चुनावको माहौलमा अझ विद्यार्थी संख्या कम हुनुको एउटा कारण के हो भने चुनावको महत्त्व कुनै पनि संगठनले बुझाउन खोजेकै छैन। चुनाव भनेपछि विद्यार्थीहरू टाढिन खोज्छन्। यो किन भयो भन्ने कुरामा विद्यार्थी संगठनहरूले छलफल गर्नुपर्ने हो वा होइन? विद्यार्थीहरूलाई स्वतन्त्र विद्यार्थी युनियन भनेको के हो? यसको निर्वाचनमा आफ्नो मत हाल्न किन आवश्यक छ भन्ने विषयमा किन बुझाइएको छैन? नेपाल क्रान्तिकारी विद्यार्थी संघ विद्यार्थीहरूको माझमा जाँदाखेरि यस्तो राजनीति भनेर मुख मोड्नेहरू हामीले भेट्यौं। तर ती साथीहरूलाई स्वतन्त्र विद्यार्थी युनियनको महत्त्व यो हो है, तपाईको मत एउटाले के हुन्छ भन्ने विषयमा हामीले बुझाउने प्रयास गर्यौं र तिनै छलफलको क्रममा केसम्म पनि कुरा आयो भने हामीलाई त फर्म भरिदिनु भएको, हामी भोट दिने हो भन्ने खालको पनि कुराहरू आयो। र अघि पनि हामीले भन्यौं विद्यार्थी साथीहरूलाई एउटा हार्दिक अनुरोध हाम्रो के हो भने कसैले फर्म भरिदिएको आधारमा, कसैले हेल्प डेस्क लगाएर तपाईहरुलाई यो क्लासरुम यहाँ छ र यो क्लासरुम यहाँ छ भनिदिएको आधारमा तपाईहरु नबिक्नुस्, खोज्नुस् निर्वाचनको आधार के हो। जब कुनै विद्यार्थी संगठनले यहाँहरुमा हामीलाई भोट दिनुस् है भनेर नमस्कार गर्दै आउँछ त्यति बेलामा सोध्नुपर्छ कि तपाईहरुको हामीसँग मत माग्ने आधार के हो, त्यो हामीले बुझ्नुपर्छ। र 2079 सालको चुनावपछि आजको मितिसम्म आइपुग्दाखेरि अब 5 गते ठ्याक्कै 2 वर्ष हुन्छ। यो 2 वर्षको अन्तरालमा सोभिको 2 पटक पनि पूर्ण बैठक हुन नसक्नु यो के हो? र अर्को हामीले उठाउनै पर्ने एउटा कुरा के हो भने सोभि सप्ताह भयो, जुन रिसेन्टली सकिएको सोभि सप्ताह थियो, त्यसमा 14 लाखको खर्च बन्यो। 14 लाख होला सानो रकम कुनै ठूला दल बनाउँदाका विद्यार्थी संगठनलाई, तर विद्यार्थीहरूको निम्ति 14 लाख भनेको सानो रकम होइन। नेपाल क्रान्तिकारी विद्यार्थी संघको नेतृत्वमा जब सोभि थियो त्यति बेलामा 2 लाखमा सकिने सोभि सप्ताह 14 लाख कसरी लाग्यो? यदि लाग्यो नै भने पनि केमा कसरी कति लाग्यो भन्ने खालको विवरण दिनु पर्थ्यो वा पर्थेन? यसले के देखाउँछ भने अहिलेको सोभियो भित्र आर्थिक हिनामिना भएको छ, पक्कै भएको छ र यसको विरोध हामीले गर्नुपर्छ। नेपाल क्रान्तिकारी विद्यार्थी संघ एक्लै लड्दै आएको छ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले पहिला त सोभिमा धेरै वर्ष बस्यो, के चाहिँ गर्यो त भन्ने खालको खुल्दिली पनि हामीले विद्यार्थीको माझमा जाँदाखेरि पायौं। नेपाल क्रान्तिकारी विद्यार्थी संघले के गर्यो भन्ने प्रश्नको उत्तर यो परीक्षामा पनि छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। र केही कुराहरू जस्तो हाम्रो क्याम्पसमा सेमेस्टर सिस्टमका विद्यार्थीहरूमध्ये 10% विद्यार्थीहरूलाई छात्रवृत्ति दिइन्छ र यो वार्षिक कार्यक्रम बीए, बीबीएस र बीएससी का विद्यार्थीहरूलाई 20% विद्यार्थीहरूलाई छात्रवृत्ति दिइन्छ। यो कसले गर्यो भने नेपाल क्रान्तिकारी विद्यार्थी संघको आन्दोलनले गर्यो। नेपाल क्रान्तिकारी विद्यार्थी संघका अग्रज दाइ दिदीहरूको संघर्षले नै त्यो छात्रवृत्ति आज हामीले पाइरहेका छौं। र त्यो सँगसँगै अघि पनि उल्लेख भयो भक्तपुर बहुमुखी क्याम्पस यस्तो क्याम्पस हो टियुको आङ्गिक क्याम्पस जहाँ आन्तरिक परीक्षा हुन्छ, हुँदै आएको छ। अझै पनि बीएससीमा आन्तरिक परीक्षा हुन सकेको छैन। यसको लागि पनि नेपाल क्रान्तिकारी विद्यार्थी संघ संघर्ष गर्दै नै छ। र आन्तरिक परीक्षाको हकमा सेमेस्टर प्रणालीमा त हुन्छ र वार्षिक कार्यक्रममा कस्तो हुने गरेको छ, म आफै पनि वार्षिक कार्यक्रमको विद्यार्थी भएको नाताले 2079 भन्दा अगाडि नियमित र व्यवस्थित तरिकाले आन्तरिक परीक्षा हुन्थ्यो र अस्ति भर्खरै सेकेन्ड इयरको बीए सेकेन्ड इयरको आन्तरिक परीक्षा भयो। त्यसमा के भयो भने अब त्यति बेलामा ठ्याक्कै झन् के भइराखेको थियो भने हामीले फेसबुकतिर जतै पनि टियुले कपी हराइदियो फाइनल एक्जामको भनेर अब सबैलाई डर हुन्छ। आफूले मेहनत गरेर परिश्रम गरेर एक्जाम दिइसकेको कपी हराउँदाखेरि एकजना विद्यार्थीको भावनामा कस्तो चोट पुग्छ होला त्यो हामीले कल्पना गर्न सक्छौं। र हाम्रो क्याम्पस भित्रै जहाँ 200 जति पनि विद्यार्थीले एक्जाम दिएका थिएनन्, 100 पनि मुस्किलले मात्रै पुगेको हुनुपर्छ, अनिवार्य नेपालीको उत्तर पुस्तिका हरायो। यो कति ठूलो लापरवाही थियो। यसको विरोध हामीले गर्यौं र क्याम्पसले
अर्को फेरि परीक्षा पनि लियो, त्यसमा पनि हामीले सहभागी भयौं र अवस्था त्यस्तै भयो। यस्तो अवस्थामा पनि किन विद्यार्थी संगठनहरू मौन छन्, किन नेपाल क्रान्तिकारी विद्यार्थी संघ एक्लै बोलिरहेको छ? यी प्रश्नहरूको उत्तर नै के हो भने आउने गरेको चुनावमा तपाईहरुको विद्यार्थीहरूको हक अधिकारको सुनिश्चितताको निम्ति एउटै मात्र विकल्प भनेको नेपाल क्रान्तिकारी विद्यार्थी संघ नै हो। यो कुरामा कुनै दुईमत छैन। र अघि पनि हामीले कुरा गर्यौं, आजको आवश्यकता के हो भन्ने विषयमा हाम्रो छलफल पुगेको छैन। हामी क्याम्पसमा आउँछौं, पढ्छौं, जान्छौं, त्यति मात्रैमा सीमित हुनाले हामीलाई पुग्छ। क्याम्पसमा आउने, पढ्ने, एक्जाम हुँदाखेरि पढ्यो, एक्जाम दियो, घर गयो, त्यतिले हामी विद्यार्थी जीवनलाई पुग्छ कि पुग्दैन? विद्यार्थीहरूलाई सैद्धान्तिक आधार दिने कि नदिने भन्ने विषयमा त बहस आवश्यक नै छैन। विद्यार्थीहरूलाई सैद्धान्तिक आधार जबसम्म दिइदैन नि त्यति बेलासम्म हाम्रो यो जेनजी जेनेरेसनको यो जेनेरेसनल एउटा प्रब्लम छ क्या। पोलिटिक्स इज अ डर्टी गेम। यो चुनाव भन्ने बित्तिकै कलेजै आउन छोड्ने विद्यार्थी हामीले भेटेका छौं। यो पछाडि को जिम्मेवार छ? यस विषयमा पनि हामीले बुझ्न जरुरी छ। आजको आवश्यकता के हो भन्दाखेरि यी विषयहरूमा नै हामीले छलफल गर्नुपर्छ। जस्तो कुनै पनि कन्सर्ट हुँदाखेरि दौड्दै जाने भिड, जब कुनै सभा हुन्छ, जब कुनै सैद्धान्तिक बहस हुन्छ, जब कुनै एकाडेमिक प्रोग्राम हुन्छ, त्यति बेलामा आउनुमा किन गाह्रो मान्छ त? यसमा जिम्मेवार को छ भन्दाखेरि ठूला बनाउँदा ठूला देखिने दलका विद्यार्थी संगठनहरू यसमा सीधा जिम्मेवार छन्। यो जिम्मेवार छन् भन्नुमा कुनै दुईमत छैन। र नेपाल क्रान्तिकारी विद्यार्थी संघ जब भक्तपुर बहुमुखी क्याम्पसको सोभिमा थियो त्यति बेलैमा हामीले यो बिर्सन नहुने कुरा के हो भने धेरै जसो सेमेस्टरका कार्यक्रमहरू जस्तो बीबीए, बीआईएम, बीएससी, सीएसआईटी, बीआईटी, एमआईटी जस्ता कार्यक्रमहरू भक्तपुर क्याम्पसमा आएका हुन्। र यो भन्दा पनि बढी हाम्रो क्याम्पसमा जस्तो मास्टर्समा अहिले एमएमा एमबीएस छ एउटा, अनि एमएमा सोशियोलोजी नेपाली र आरडी हामीसँग यी तीनवटा विषयमा एमए छ अहिले। त्यो भन्दा बढाउँदै जाने जस्तो इंग्लिशमा, किनभने हाम्रो यहाँ ब्याचलर्समा पनि इंग्लिश मेजर इंग्लिशका विद्यार्थीहरूको संख्या राम्रै देखिन्छ। मास्टर्समा इंग्लिशको, पोलिटिकल साइन्सको र अन्य विभिन्न कार्यक्रमहरू थप्नको निम्ति पनि नेपाल क्रान्तिकारी विद्यार्थी संघले पहल गर्नेछ। यसका लागि पनि हाम्रो क्याम्पसलाई अझ राम्रो, अझ सुन्दर बनाउनका निम्ति पनि नेपाल क्रान्तिकारी विद्यार्थी संघ यहाँहरूको विकल्प हो। र अर्को, हाम्रो क्याम्पस लगभग 52 रोपनीमा छरिएको छ। हाम्रो क्याम्पस हामीले सोचे भन्दा निकै ठूलो क्षेत्रफल ओगटेको छ। र यति ठूलो क्याम्पसमा एउटा अडिटोरियम हलसम्म पनि नहुनु भनेको कस्तो स्थितिमा छौं हामी? किन पहल गरेन क्याम्पस प्रशासनले या सोभिमा रहेका अन्य विद्यार्थी संगठनले? र यो सेमेस्टर कार्यक्रम जस्तो बीबीए, बीआईएम, बीआईटीहरूको वेलकम प्रोग्राम, फेयरवेल प्रोग्रामहरू बाहिर कुनै ब्याङ्क्वेटमा सोफिस्टिकेटेड तरिकामा गर्न पर्ने जरुरत किन थियो? र बीबीएस, बीएससी जस्ता वार्षिक कार्यक्रमका विद्यार्थीहरूलाई किन वास्ता गरिँदैन? किन न टुर हुन्छ, न वेलकम प्रोग्राम, न फेयरवेल प्रोग्राम हुन्छ? त्यस्तो अवस्थामा जब विद्यार्थीहरू निराश देखिन्छन् नि त्यति बेला नेपाल क्रान्तिकारी विद्यार्थी संघले गर्यो। नेपाल क्रान्तिकारी विद्यार्थी संघले सबै विद्यार्थीहरूका निम्ति वेलकम प्रोग्राम, फेयरवेल प्रोग्राम र एजुकेशनल टुरको आयोजना त्यति बेलामा गरेको थियो र आज पनि त्यो गर्दैछ। त्यसकारणले सम्पूर्ण विद्यार्थी साथीहरूमा हाम्रो हार्दिक अनुरोध, नेपाल क्रान्तिकारी विद्यार्थी संघले यहाँहरूको हक र अधिकारको सुनिश्चितताको निम्ति र क्याम्पसलाई अझ सुन्दर बनाउनका निम्ति, क्याम्पसको वातावरण तपाईहरुले अहिले हेर्न सक्नुहुन्छ कुन स्थितिमा छ, त्यो स्थितिलाई अझ राम्रो बनाउनका निम्ति खेलकुद तर्फ जस्तो प्रशिक्षणहरू हामी कमै देख्छौं। भलिबल खेल्ने साथीहरू हामी दिल्लीमै देख्छौं, तर त्यो भलिबललाई एउटा हिसाबले भन्नुपर्दाखेरि व्यवस्थित रूपमा लान सक्ने कार्यक्रम अहिले केही पनि भइराखेको छैन। ती कार्यक्रमहरूलाई अगाडि बढाउने पहल नेकरावी संघले गर्नेछ। र त्यो सँगसँगै आजको आवश्यकता अर्को भनेको हामीलाई सिकाइएको छैन। अझ भन्नुपर्दाखेरि हाम्रो जुन सिकाइ छ त्यसमा हामीलाई एकाडेमिक सिकाइ नै हाम्रो कम छ भन्ने कुरामा हामी विश्वास गर्छौं। जस्तो हामीलाई कन्फरेन्सहरूको, सेमिनारहरूको महत्त्व सिकाइएको छैन। खाली कन्सर्ट गर्यो अनि कार्यक्रममा ठूलो स्वरले गीत बजाएर नाच्न लाउने बाहेक हामीलाई केही पनि सिकाइएको छैन। एकाडेमिक कन्फरेन्सहरू भनेको के हो, कसरी हामी प्रस्तुत हुनुपर्छ, एकाडेमिक राइटिङ भनेको के हो भन्ने विषयमा
विशेषज्ञ शिक्षकहरूले बाहेक क्याम्पस प्रशासनले केही पनि कुरा गरेको, छलफल गरेको या कुनै संगठनले यसमा पाइला अगाडि सारेको हामीले देखिरहेका छैनौं। यसकारणले पनि विद्यार्थीहरूको हक अधिकार, व्यक्तित्व विकास र एक हिसाबले भन्नुपर्दाखेरि राजनीतिक चेतना उकास्नका निम्ति, विद्यार्थीहरूको सैद्धान्तिक आधार बलियो बनाउनका निम्ति पनि नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई यहाँहरूको मतको आवश्यकता छ। यति कुरामा यहाँहरू ढुक्क हुन सक्नुहुन्छ कि नेपाल क्रान्तिकारी विद्यार्थी संघको जित नै सम्पूर्ण विद्यार्थीहरूको जित हो। जो विद्यार्थी शैक्षिक व्यवस्थाको विकास र सुधार चाहन्छ, जो विद्यार्थी आफ्नो अधिकारको सुनिश्चितता चाहन्छ, जो विद्यार्थी क्याम्पसको प्रगति चाहन्छ, जो विद्यार्थी आफ्नो र आफू वरिपरिको सम्पूर्ण शैक्षिक सामग्रीहरूको विकास चाहन्छ, ती विद्यार्थीहरूको एउटै मात्र विकल्प भनेको नेपाल क्रान्तिकारी विद्यार्थी संघ नै हो। र पुनः एकपटक यहाँहरू सम्पूर्णमा आउँदै गरेको चैत्र 5 गतेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हामीसँग दुईवटा मतपत्र हुन्छ। एउटा मतपत्रमा प्रत्यक्षतर्फका उम्मेद्वारहरूको प्यानलको नाम हुन्छ, त्यसमा सुजी यंगुजुको प्यानल र समानुपातिक तर्फ नेपाल क्रान्तिकारी विद्यार्थी संघ। यसमा नझुक्किनु होला, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, किनभने यो नामको सिमिल्यारिटीको आधारमा पनि फाइदा उठाइएको हामीले देख्यौं। यहाँहरू नझुक्किनु होला, नेपाल क्रान्तिकारी विद्यार्थी संघलाई समानुपातिक तर्फ र प्रत्यक्षतर्फ सुजी यंगुजुको प्यानललाई यहाँहरूले मतदान गरी विजय गराउनु हुनेछ भन्ने कुरामा हामी आशावादी छौं, हामी विश्वास राख्छौं र नेपाल क्रान्तिकारी विद्यार्थी संघको जित भनेको अन्ततः सम्पूर्ण विद्यार्थीहरूको नै जित हुनेछ। धन्यवाद।